ए बत्ता छ कहिले हुने अब एकैचोटि हुने भयो यो पनि हो ल दिदी बहिनी ल यता बाटो बतासे डाँडा जाने बाटो अब इभिनिङ वाकमा चाहिँ हिँड्दै चाहिने यसो चाहिने न्युरो सिरो टिप्दै दिदी बहिनी जानुभयो हामी पनि अब चाहिने यहाँसम्म आइयो आउँदाखेरि ट्याक्क चाहिने बरु बन्दको समयमा परिरहेछ त्यही पनि आएर यसो चाहिने भ्यू टावरको अवलोकन गरेर ल हामी पनि बिदा भइयो अब यस्तै छ माइलो भाइ र म यसो चाहिने पऱ्यो आएको थियौँ यो चाहिने तानसेन चाहिने वेलकम भ्यू टु तानसेन टावर भ्यू टावर टु तानसेन ल म पनि छु चाहिँ यहीँ छु ल यो चाहिँ हामी चाहिँ साउने सङ्क्रान्तिको दिनको चाहिनु पऱ्यो यो भिडियो चाहिँ बनाइएको छ र चाहिनु पऱ्यो आमालाई लिएर चाहिँ यसो मिसनतिर आएको बेलामा यसो चाहिनु पऱ्यो फुर्सद पाएर भाइ चाहिँ कान्छो भाइ उहाँ मिसनमा आमालाई चाहिँ रुँगेर बसेको छ आमा चाहिँ सन्चो हुनुभएको छ ठिक हुनुभएको छ त्यसै चाहिँ यसो चाहिँ निक्लदाखेरि यतैबाट जाम आइज निक्लदाखेरि यसो चाहिनु पऱ्यो निक्लँदै यहाँसम्म आइयो अरू त के हुने र खै ल जे होस् भ्यू टावरसम्म आइयो ल भ्यू टावरलाई हेर्ने अब चाहिँ त्यो भ्यू टावरमा गयो भए चाहिँ वरिपरि बादल छ त्यही पनि यसो डाँडा अलिअलि देखिँदा हुन्थ्यो नत्र यहाँ सल्लाहखारीमा चाहिँ बरु अङ्ग्रेजहरूलाई चाहिँ राजाले ल्याएर राखेको ठाउँ भनेर चाहिँ नि भ्यू टावर पनि हेरिदियो चाहिँ 72 साल 71 सालमा 72 सालको भुइँचालोमा अलिअलि चर्केको थियो अरे अहिले चाहिँ तन्दुरुस्त छ चाहिँ चर्केको ओरेको बनाएर चाहिँ यसो भित्रतिर पनि चाहिँ यसो व्यवस्थित गरेर बस्ने ओर्ने गराएर टिकट सिस्टम गराएर राखेका रहेछन् हाम्रो सरकार चाहिँ जिन्दाबाद ल हाम्रो सरकारले राम्रो गरेको रहेछ ल